सम्पूर्ण धर्मप्रेमीहरूलाई ह्यापी सका दावा भन्दै सबैलाई थाहा भएकै कुरा हो है। अनि टिबिटेनको चौथो महिना चाहिँ साका दावा भनेर चिनिने छ है। अनि यो साका दावा महिनामा चाहिँ सानो 1% जस्तो आफूले चाहिँ धर्म गर्यो भने चाहिँ त्यसको चाहिँ 1000 पुण्य भएर जानेछ भनेर थाहा भएकै कुरा हो। सबै तपाईँहरूलाई जानकारी दिइबस्नु पर्दैन है। अनि स्पेसियली चाहिँ हामीले टुकुरी मुछे चाहिँ निम्ताएको थियो बुङटार गुम्बामा। अनि छेवाङ थियो भोलि। अनि उहाँ चाहिँ आइपुगिसक्नु भएको छ हाम्रो माझमा है। अनि उहाँ चाहिँ देहरादुनबाट बिलङ गर्छ। अनि भोलि चाहिँ छेवाङको लागि उहाँ आउनुभएको। अनि आज चाहिँ म आइपुगेर हामीहरू चाहिँ यहाँनिर चाहिँ अब लन्चहरू गरिवरी चाहिँ बेलुकाको लागि क्यान्डल लाइटको लागि निस्किनेछ है। अनि त्यहाँदेखि चाहिँ अब हामीहरू यहाँ लन्च गरिवरी अनि क्यान्डल लाइटको भिडियो पनि हाल्नेछु है, कस्तो हुन्छ है। अनि हेर्नुहोस् होला, तपाईँहरूको निम्ति मैले हालिदिएको छु। अनि हाम्रो यहाँ लन्च गरिसकेर चाहिँ अनि त्यहाँदेखि चाहिँ निस्क्यो है। अनि रात परेर चाहिँ अनि क्यान्डल लाइट गरेको थियो है। अनि हेर्नुहोस् तपाईँहरू पनि यस्तो प्रकारले मिलाएको थियो। अनि यो चाहिँ सबै यहाँनिर चाहिँ बजार कमिटीहरूले यस्तो प्रकारले मिलाइदिनु भएको रहेछ मजाले है। खाजाहरूदेखि लिएर सम्पूर्ण मिलाइदिनु भएको रहेछ है, लामाहरूलाई बस्नुको लागिदेखि लिएर। यो चाहिँ नाम्ची सेन्ट्रल पार्कमा हो। अनि हाम्रो यहाँ गइवरी चाहिँ मेलमहरू गरिवरी सर्वप्राणीको निम्ति है, सम्पूर्णलाई कल्याण होस् है, शान्ति होस् भनेर अनि शान्तिको पाठ गरिवरी चाहिँ है भनेर अनि यहाँ बजार कमिटीहरूले चाहिँ सम्पूर्णले खाजाहरूदेखि लिएर सबै मिलाइदिनु भएको रहेछ। उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद है। उहाँहरूलाई पनि धेरै पुण्य सञ्चय होस् है, अनि पुण्यको काम गर्नुभएकोमा है। अनि यहाँ हेर्नु सबै हामीहरू चाहिँ क्यान्डल लाइटको लागि परेर गएको थियो। अनि हाम्रो यहाँ चाहिँ बिसाइवरी चिया खाजाहरू पनि मिलाइदिएको रहेछ। अनि अब यो खाइवरी चाहिँ हाम्रो यहाँबाट निस्किनुपर्छ है। अनि यस्तो बेसी मान्छे थियो कि तपाईँको अब के भन्नु, क्राउड त अब यस्तो डरलाग्दो थियो। अनि मान्छेहरू यस्तो बेसी इन्ट्रेस्ट थियो क्या धर्ममा। अनि यसरी नै इन्ट्रेस्ट गरिरहोस् है, सधैँ नै यसरी नै है धर्ममा सबै एकसाथ जुटेर यसरी काम कुरोहरू गरिबसोस् है। हेर्नुहोस्, अनि हाम्रो क्यान्डल लाइट चाहिँ यस्तो थियो आजको है। अनि तपाईँहरूलाई कस्तो लाग्यो है, भिडियो मन पऱ्यो भने लाइक कमेन्ट सेयर गरिदिनुहोस् होला। अब हामीहरू चाहिँ यहाँबाट निस्किन्छ है बुङटार गुम्बाको लागि। अनि कतिवटा भिडियोहरू चाहिँ लास्ट इयरको पनि जोडिदिएको छु, किनभने अपडेट नगरेको कारणले गर्दाखेरि। अनि अब यस्तो प्रकारले मिलाएको थियो, हेर्नुहोस् है कस्तो मजाको देखिरहेको थियो होइन। अनि अब भने चाहिँ हाम्रो यहाँ गुम्बा पनि पुग्यो है। अनि अब यहाँ गुम्बामा पुगेर चाहिँ एकपल्ट चाहिँ अब प्रे गर्छ है, सर्व प्राणीको लागि है, संसारभरिको लागि चाहिँ हाम्रो शान्ति होस् है। अनि प्राणीहरू मुक्त होस् है, दुःखमा नपरोस् भनेर यस्तो खालको प्रोग्राम थियो है। अनि अब भोलि चाहिँ साका दावाको भिडियो पनि लिएर आउने छु है। अनि एडिट गर्नु ढिलो भएको कारणमा पाऊँ है। भिडियो मन पऱ्यो भने लाइक कमेन्ट सेयर पनि गरिदिनुहोस् होला है। अनि यस्तै भिडियो कन्टिन्यू आउनेछ। अहिलेको लागि बाई बाई।